हर्क साम्पाङ अर्थात् हर्कराज राई यो नाम अब कुनै व्यक्ति विशेषको चिनारी मात्र होइन, विगतको ढोंगी र निष्क्रिय राजनीतिमाथि ठाडो प्रहार गर्ने एक सशक्त प्रवृत्तिको प्रतीक बनिसकेको छ। राष्ट्रिय राजनीतिमा हर्क साम्पाङ र उहाँको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीको उदय संयोग होइन, जनताको लामो समयदेखिको आक्रोश, घृणा र वितृष्णाको प्रत्यक्ष अभिव्यक्ति हो। पुराना दलहरूको खोक्रो बाचा र असफल नेतृत्व विरुद्धको स्पष्ट फैसलासँगै नयाँ शक्तिलाई चेक एन्ड ब्यालेन्स गर्न जनताले दिएको अभिमत समेत हो। जहाँ परम्परागत राजनीति केवल भाषण, भागभण्डा र सत्ताको सौदाबाजीमा सीमित रह्यो, त्यही साम्पाङले श्रम, पारदर्शिता र प्रत्यक्ष सहभागितालाई केन्द्रमा राख्नुभयो। उहाँले प्रमाणित गर्नुभयो, काम गर्न इच्छा शक्ति भए स्रोतको बहाना बनाइराख्नु पर्दैन।